छोरी ल यार ए राम्रो कसो गर्ने होला काठमाडौँ भनेर ओ आज गएर गाडी मिल्यो भने त भोलि नै फर्किने भोलि फर्किने भन्दा गाडी काठमाडौँ गयो अघि हामी कुन मन्दिरमा गएको थियो र के मन्दिर नत्र साथीहरुले फोन गरेर म यता साथीहरुसँग हिँडौँ भनेर के नभए यस गर्नु उहाँलाई कन्फर्म गर्न लाउनु हैन त्यो उतापट्टि त्यो बहिनीको दाइलाई साँच्चै हो कि होइन कि चाहिँदै चाहिँदैन कि मलाई मलाई हात बसाउने र त्यही गाडी सिक्नु मात्रै पर्यो ठाउँ चिन्न पर्यो हो हैन चाहिने नै भयो ठिकै छ उसलाई पनि अब त्यस्तो आवश्यक नपरे भए म साथीहरुलाई भनेर यता साथीहरु गाडी मिल्छ नि त भनेर हो क्या यो फेदालमै माछा पाल्छ बेग्ने स्थानमा पनि छ है व्यापारिक प्रयोजनलाई अब यस्तो जाली हाल्नु हुन्छ हैन मलाई मन पर्दैन हैन ल त्यताबाट पनि खिचौँ त भिडियो मैले खिचाछु छोरीको मान्छे टोला फोटो खिचेर भिडियो गरे हैन र हेर्नु त्यहाँ चलेर डन्ट फेर्ने चल्छ तर तिम्रो त खोइ त लाइट हो भिडियो भएन क्यामेरा आउँदैन के कालो के यता अनलाइन घाम छ नि त बुझ्दैन यता त्यही भएर होइन मोबाइल कस्तो हो फोटो त के आउँदैन ओके दामी आछ त फेरि बिग्रेछ यहाँ खिच्नुपर्छ क्या इ आहा त्यहाँ बिचमा नखिच न बिचमा छुने होला है मलाई फोन गरिदिनु त म काठमाडौँ जानु पर्ने हो क्या आज त्यही भएर नत्र म ल त ल के गरे होला यो मान्छे भिडियो गरे नयाँ जोडी हो नि त यहाँको मामा चाहिँ कहाँ हुनुहुन्छ मलाई त लाज लाग्यो अनि रे के माछा हेर्न जान्ला त हामी हैन भैरवबाट रोड लिएर यहाँ आउने काठमाडौँ खै म खिचेपछि तपाईँहरूको भइसक्यो के ओ छोरी अहिले चाहिँ पनि छिटो यता हेर्न अनि छिटो जाम छिटो आइपुग्ला हाम्रो छिटो आनी पोखरा मात्रै आउने हो मामा ल म काट्नु जान्छु है त आज केटो लाइनमा आइगयो नानी यहाँ एउटा बाइक लिएर गइदिनु पर्ने 2000 जति भक्त आउँछ 2000 देखा छ सडक चला भने 12 चक्के चला भने पनि फाइदा हो त्यही त नि भत्ता चाहिन्छ 2000 कभर छ नि कभर चाहिँ कभर ठ्याक्क पाइलिन्छ हैन घर जानु चोर बजाना चाहिँ म यता पानी ढल्किने र त्यही परे यता ढल्किने बिटो तपाईँ त कति खुसरो देखायो पोखरा 2000 क्यामेरामा छैन क्यामेरामा देखाएन पछि हेयर सिटिङले गएपछि अन्त बाइकले गयो के त कति हजार 3000 भन्दा माथि लाग्यो भने फेरि यहाँ मर्छु नि त 3000 त बाइकमै गयो ठक्कर न त्यो केही मान के टायरको चाहिँ 450 ठिक हो हैन आज खमल लागेको 500 चलाउन आउनु पर्यो बिम्बी से कर्म चलाउँछ नि भेन्डर फेरि यस्तो हो रे 28 लाख 35 स्पिड 40 हो रे कस्तो आरामले जाने उता हेर्ने रे को हैन भन्छ नि आराम हो बिस्तारै जाने है नयाँ आज कुदाउनु मन लाग्यो साह्रो 4 घण्टा लाने के हुन्छ र है बेलुकातिर पुग्यो लाग्दैन त्यही भएर झाउला चाहिँ कोही चाहिँ हुन त बिलबुक लिने गरेपछि त म एम्बुलेन्स काट्दै हजुर इमर्जेन्सी परे एम्बुलेन्स लिन जानला भन्ने ड्राइभर हो म त बनाउनु लिएर आला हैन त्यो बाइक पनि छोड्दिन जानु पर्छ अहिले हेर्नुपर्छ ओहो कस्तो बिग्रिया चाल गयो भने म काट्नु पुग्नु भयो नि त आज दाइ रहन जानुहुन्छ तर यार कमल यहाँबाट यस्तो हरा भरा हेरेर गा हुन्छ अलि